विशेष गरी यो नाला पानीको लडाइँमा के भएको थियो? कच्चा किताबमा नि हामीले यसको बारे खुब पढ्नुपर्छ। यही लडाइँमा हो वीर नेपालीले अङ्ग्रेजको सातो लिएको। 600 नेपाली फौजले झन्डै 5000 अङ्ग्रेजहरूलाई हायल कायल बनाए। सयौं अङ्ग्रेज त लडाइँमै मारिए, कति अङ्ग भङ्ग भए त्यसको त हिसाबै छैन। गोर्खाली सैनिकको साथमा केटाकेटी, महिला, वृद्ध गरेर जम्मा 600 जना थिए। तिनै 600 जनाले खुकुरी, धनुषबाण र ढुङ्गाको भरमा तोप र बन्दुक बोकेका अङ्ग्रेजहरूसँग बहादुरीपूर्वक लडे। लडाइँ लड्ने हतियारले मात्र होइन, हौसला र हिम्मतले हो भन्ने पाठ पढायौँ हामीले दुश्मनहरूलाई। आम्मा 5000 अङ्ग्रेजी सेनासँग युद्ध गर्न जम्मा 600 नेपाली? हो, त्यो बहादुरीको लडाइँ थियो। तर दुर्भाग्य रासन पानी सकिएपछि हामी किल्ला छोड्न बाध्य भयौँ। बसन्तको पालुवा पाखा हरियो, कलेजीमा देशको माया भरियो। तर बहादुर नेपालीको कीर्ति यही लडाइँबाट संसारभरि फैलिएको हो। नेपालीसँग जित्न ठुलै मूल्य चुकाउनु पर्छ भन्ने पाठ पढायौँ हामीले अङ्ग्रेजहरूलाई यही लडाइँबाट। यही बहादुरीको कारणले गर्दा नेपाल र अङ्ग्रेज बीच सुगौली सन्धि भयो। नेपालीहरू बहादुर भएकै कारणले गर्दा त रहेछ नि आजसम्म हाम्रो देशलाई कसैले जित्न नसकेको। स्याबास, तिमीले कुरा बुझेछौ। नेपाल कसैको पनि उपनिवेश हुनु नपरेको कारण यही नेपाली सेनाको बहादुरी र नेपाली जनताको एकताले गर्दा नै हो। बसन्तको पालुवा पाखा हरियो, कलेजीमा देशको माया भरियो। पुर्खाले आर्जेको प्यारो नेपाल नेपाल। ल भाइ बहिनीहरू, तपाईँहरूलाई म यहाँ चाहिँ नेपालमै बनेका हतियारहरूको बारेमा बुझाउँछु। र यी सबै हतियारहरू जेनरल ज्ञानेन्द्र शमशेर राणाले बनाउनु भएको हो। सर, अनि लडाइँ लड्दा प्रयोग हुने हतियार यिनै हुन्? हो, तर यति मात्र होइनन्। खुकुरी, खुडाभाला, ढाल तरबार, धनुषबाण र भुयेत्रो लगायतका अन्य हतियारहरू पनि प्रयोग हुन्थ्यो। अनि ती हतियारले लडाइँ जितेका पनि थिए सर? लडाइँ जित्नकै लागि लडिन्छ, हार सिपाहीले स्वीकार्दैन। कहीँ कसै गरे पनि जित्न नसकेमा बरु शहादत स्वीकार्छ, तर हार स्वीकार्दैन एउटा सच्चा सिपाहीले। तिमीहरूले यहाँ देखेका जति पनि फोटो तथा शालिगहरू छन् नि, कि त ती जितेका सिपाहीका हुन्, कि त लडाइँमा वीरगति प्राप्त अमर सैनिकका। बसन्तको पालुवा पाखा हरियो, कलेजीमा देशको माया भरियो। हे